बाहिरबाट जुन नेपालमा फर्केर आएका युवाहरू छन् नि, अलिकति सिप बोकेर आएका छन्, अलिकति पैसा बोकेर आएका छन्, उनीहरूलाई नेपालमा होल्ड गर्न नसक्नु चाहिँ सबैभन्दा ठुलो समस्या आयो। मेरा एकजना साथी छन् दुबईबाट 40 लाख पैसा बोकेर आयो। नाम भन्दिनँ, चित्त दुखाउलान् हैन, घर परिवारले थाहा पाउलान्, अब किन भन्नु। मैसँग काम गरेको साथी 40 लाख बोकेर आए, 40 लाख एक वर्षमा सकाए, फेरि दुबई गएका छन्। तपाईँ हामीले सामाजिक सञ्जालमा देखेको सोसियल इन्फ्लुएन्सर 1 वर्ष अगाडि नेपाल आउनुभयो, युएसएबाट, अमेरिकाबाट आउनुभयो, बिजनेस गर्ने प्रयास गर्नुभयो, बिजनेस गर्न सक्नु भएन, फेरि अमेरिका फर्किनु भयो। यो रियल घटना हो। मैले त्यसपछि खोजेँ यो बिजनेस गर्न नेपालमा के समस्या छ। साँच्चीकै मान्छेले भने मात्र हो कि डेटा फ्याक्टले पनि त्यो भन्छ भनेर खोज्दाखेरि लेटेस्ट डेटा त पाइनँ। नेपालको डेटा पाउन गाह्रो छ। मैले एभाइलेबल भएको लेटेस्ट डेटाहरूमध्ये इज अफ डुइङ बिजनेस भन्छ, अहिले त्यसलाई पनि होल्ड गरेको छ। तर इज अफ डुइङ बिजनेस हेर्दा नेपालमा स्टार्टअप सुरु गर्नलाई नेपाल कतिौँ देश रहेछ भन्दा 135औं देश रहेछ। निर्माण अनुमति लिनको लागि नेपाल कतिौँ देश रहेछ भन्दा 107औं देश रहेछ। विद्युत जडान गर्नलाई, उद्यमशील बन्ने भन्छ नि हामी, जागिर दिनको लागि अथवा काम गर्नको लागि, व्यवसाय गर्नलाई त विद्युत चाहियो। विद्युत पाउनको लागि संसारभरि 190वटा देशको डेटा हेर्ने हो भने 135औं नम्बरमा रहेछ नेपाल। र कर तिर्ने त्यो प्रोसेसमा चाहिँ नेपाल कतिौँ नम्बरमा आउने रहेछ भन्दा 175औं स्थानमा कमायो। कर तिर्नलाई पनि हामी त्यति धेरै स्ट्रगल गरिरहेको छौँ। र मैले अहिले रिसेन्टली एउटा व्यवसाय सुरु गरेको छु, 1 वर्ष यता भयो सर। म आफै फ्रस्ट्रेट हुन लागिसकेँ। म अरूलाई मोटिभेट गर्दै हिँडे मान्छे, तर म आफै यो जुन प्रोसेस छ, एउटा कम्पनी दर्ता गर्नेदेखि लिएर कर तिर्नेसम्मको प्रोसेस, इमान्दार हुन्छु, एउटा तलमाथि नगरिकन हामी एउटा टिम मिलेर गर्छौँ, एउटा नेपालमा एउटा होप जेनेरेट गर्छु भनेर हिँडेको मान्छे, यो सबै प्रोसेसमा अल्झिएर मै त तपाईँको फ्रस्ट्रेटेड भएर यो व्यवसाय गर्दिनँ भन्ने अवस्था पुग्न लाग्यो भने, अनि ती युवाहरू जेनजी जुन भनेर भनिराख्नु भएको छ, उसले किन मान्छ? ऊ त फेसबुकमा फोटो राख्ने बित्तिकै लाइक चाहियो पुस्ता हो नि त, होइन? अनि ऊ किन कुर्छ?